सबैजना मेरा प्यारा प्यारा दाजुभाइ दिदीबहिनीहरूलाई दुई हात जोडेर नमस्कार भन्न चाहन्छु। आज बिहान बिहानै म मर्निङ वाक हिँड्न गएको छु। मर्निङ वाक गर्दैछु। स्वास्थ्य नै सबभन्दा ठुलो धन हो। हल्का हल्का बिहानको चिसो चिसो मौसमसँगै चट्ट पसिना निकाल्नका लागि म यतातिर गार्डनतिर हिँडेको छु। तपाईहरु पनि आउनु होला यतातिर। यो चाहिँ कैफान कुवेत सिटीको कैफान भन्ने ठाउँमा हो। म चाहिँ यतातिर घुम्दै छु आज। सरर लाएर हेर्नुस्, नेचुरल घाँस चट्ट लाएर हिँडिरहेको छु। तपाईहरु के गर्दै हुनुहुन्छ? आज कुवेतको मौसम एकदमै चिसो भएको छ। चिसो मौसममा चट्ट लाएर तातो ब्ल्याक कफी सँगै मेरो दिन सुरुवात भएको छ। अनि तपाईहरुले के गर्दै हुनुहुन्छ? आफ्नो ख्याल गर्नु होला, स्वास्थ्यको ख्याल गर्नु होला। कहिले फुर्सदको टाइममा तपाईहरु पनि यसो माइन्ड फ्रेश गर्नको लागि घुम्नु होला। घुम्नु पर्छ। खुट्टाको नसादेखि लिएर हातको नसाहरू सबै तन्काउने काम पर्छ है। हेर्नु साथीहरु, आज त एकदमै वेदरले च्यालेन्ज पनि दिएको छ। एकदम राम्रो वातावरण भएको छ। तपाईहरु पनि यतातिर घुम्न आउनु चाहनुहुन्छ भने यतातिर आउनु होला। कैफान मर्निङ भ्यू एकदमै राम्रो भएको छ है। चट्ट लाएर घुम्नका लागि मजा छ। स्वच्छ हावा, नेचुरल वातावरण सँगै दिनको सुरुवात गर्नुपर्छ। त्यही भएर म पनि यतातिर यसो चिसो हावा अक्सिजन लिँदै आफ्नो स्वास्थ्यलाई राम्रो बनाउन अगाडि बढेको छु। तपाईहरु पनि यदि तपाईहरुको स्वास्थ्य राम्रो बनाउनुहुन्छ भने मर्निङ हिँड्नु होला। जहाँ भए पनि, जुन देशमा भए पनि आफ्नो हेल्थलाई एकदमै राम्रो बनाउनु होला। स्वास्थ्य नै सबभन्दा ठुलो उपहार हो। हेर्नु साथीभाइ, दिदीबहिनी, दाजुभाइ तथा सबै इष्टमित्रहरू, म आज यतातिर हिँडेको छु। मजाको रुखहरू रोपिएको छ। यतातिर गार्डन मजाको बनाएको रहेछ। म चाहिँ आज कैफान सिटीको गार्डनमा छिरेको छु है। तपाईहरु पनि आउन चाहनुहुन्छ भने कुवेतमा बस्नु भएको छ भने बिहान 5 बजे ठक्क लाएर सिटी बसमा चढेर सट्ट कैफान आउनुहोस्। त्यसपछि सरर लाएर यो कैफान गार्डनमा घुम्न सक्नुहुनेछ भन्दै मेरो यो सानो 2 मिनेटको भिडियो यही समाप्त पार्न चाहन्छु। आफ्नो ख्याल गर्नु होला। आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला। श्री पशुपतिनाथले, श्री मुक्तिनाथले, राजा रानीको कृपाले तपाईहरुलाई सधैँ फलिफा होस्। सधैँभरि खुसी हुनु होला। सधैँभरि ह्याप्पी हुनु होला। सबैजना हेर्नुस् घुमिरहेका छन्। कसै वाक गर्दैछन्, कसै फुटबल खेलेको छन्, कसै साइक्लिङ गरेको छन्। म पनि यतातिर घुम्न आएको छु भन्दै सानो मेरो 2-3 मिनेटको भिडियो यही समाप्त गर्न चाहन्छु। हस्त धन्यवाद।